अथवा राम्रो भन्नु होइन। र माफी गर्नु भनेको त्यो व्यक्तिको लागि पनि खासै होइन, त्यो हाम्रो आफ्नै वेलबिङको लागि, हाम्रो आफ्नै स्वस्थ जीवनको लागि, होइन, मानसिक स्वास्थ्यको लागि एकदम जरुरी कुरा हो। त्यसकारण प्लिज, यदि तपाईँलाई 2080 सालमा अथवा त्यसभन्दा अगाडि पनि कसैले जानी नजानी चोट पुर्याएको छ भने सम्पूर्णलाई माफी गर्नुहोला। र त्यस्तै हामीले पनि आफैले पनि कसैलाई जानी नजानी दुःख दिएको, चित्त दुखाएको, मन दुखाएको हुनसक्छ। र आजको दिनमा हामीले त्यसको लागि पनि हृदयदेखि इमान्दारीपूर्वक उहाँहरूलाई सम्झेर, यदि कसैलाई मैले दुःख दिएको जानी नजानी भए प्लिज आई एम सरी, मलाई क्षमा गर्नु भनेर एकचोटि हृदयदेखि एकदम भित्रदेखि भन्नुहोला। यु विल फिल मच बेटर। सो यति भनेर म फेरि एकचोटि